प्रमुख प्रशासकीय अधिकृत पठाउन ढिलाइ गरेको अनि उल्टो काठमाडौँ महानगरलाई नै यसको दोषी ठहर्याएको भन्दै मेयर बालेन शाह सरकारप्रति आक्रामक बनेका छन्। बालेनले सामाजिक सञ्जालबाटै विभिन्न तथ्यहरू पेश गर्दै सरकारले भ्रमको खेती गरिरहेको आरोप लगाएका छन्। हेरौँ सरकार लक्षित मेयर बालेन शाहको पछिल्लो फेसबुक पोस्ट जस्ताको तस्तै। भ्रमको खेतीमा पिएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ। उदाहरणहरू: 1. भ्यू टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने प्रचारित भ्रम। कहिलेदेखि नक्सा पास मेयरले गर्न थाले? सामान्य कानुनको ज्ञान राख्नेले पनि भन्न सक्छ कि यसको अधिकार मेयरसँग हुँदैन। कानुनले यही भन्छ। अनि यो पब्लिक प्राइभेट पार्टनरसिपले नक्सा पास गर्ने अधिकार कार्यपालिकालाई दिएको छ। अनि नक्सा पास गर्न बसेको व्यक्ति स्वयंले नक्सा पास गरिसकेपछि पनि बारम्बार 2 महिनासम्म पिपिपीमा कसरी नक्सा पासको काम गराउने भन्ने विषयमा बैठक बसेको प्रमाण हामीसँग सुरक्षित छ। 2. कार्यकारी टिक्दैन भनेर फैलाउन खोजिएको भ्रम। अहिलेसम्मको हाम्रो कार्यकालमा 4 जना कार्यकारी हटेका छन्। 4 मध्ये 2 लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो। के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टाचारीहरूलाई संरक्षण गरिराख्नु पर्ने हो? 2 जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारी समेत नदिएर। हामीले भ्रष्टाचारमा जोडिएकाले हटाएका हौं। सरकारले के कारण हटायो? हामीले 2 जना भ्रष्टहरूलाई हटाउँदा कार्यकारी टिक्न दिएन भन्ने सरकारले उति नै संख्यामा तर असल काम गरेर बसेकालाई हटाउँदा काठमाडौँमा असल कार्यकारी टिक्न सरकारले नै दिँदैन भन्ने अर्थ लाग्दैन र? यदि ती 2 जना मध्ये कुनै एक कार्यकारी नहटाएको भए यो कुरा नै आउँदैन थियो त। 3. काठमाडौँमा कार्यकारी जान मान्दैनन् भन्ने लज्जास्पद, लाचार र गैर जिम्मेवार भनाई। सरकारले आफू मातहतका 1 जना कर्मचारीलाई आवश्यकता अनुसार काममा लगाउन सक्दो रहेनछ भन्ने त यहाँबाट नै पुष्टि भयो। अहिले कर्मचारी जान मान्दैनन् भन्दै राजधानीको महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले भोलि दंगाग्रस्त क्षेत्रमा सिडिओ जान मानेनन् भनेर पठाउन नसक्ला, अपराध रोक्न पुलिस जान सकेन भनेर पठाउन नसक्ला। एउटा घातक उदाहरण त नवलपरासी पश्चिमको सामूहिक झडपले पनि देखाएको छ। आफ्नो कर्मचारीमा नियन्त्रण नभएको, कर्मचारीको विश्वासमा यतिसम्म गिरेको सरकारले समृद्धि ल्याइदिन्छ भनेर हामीले पत्याइदिनु पर्ने। 4. ऐनले पालिकालाई नै निमित्त तोकेर काम गर्ने अधिकार दिएको छ भन्ने फैलाइएको भ्रम। स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 84 को 4 ले कार्यकारी नियुक्ति नभएसम्मको लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत स्वरूप खटाउन सक्छ भनिएको छ। सरकारले यतिसम्म गरेको छैन, बरु उल्टै मेयरले चाह्यो भने राख्न सक्छ भन्ने भ्रम फैलाइँदैछ। सोही ऐनले दिएको अधिकार प्रयोग गरेर नेपाल सरकारले प्रमुख प्रशासकीय तोकिदिनु पर्नेमा सो नगरी प्रतिवेदन आएपछि भनेर आफ्नो गैर जिम्मेवारीपनलाई लुकाइरहेको छ। 5. कार्यकारीको छानबिन रिपोर्ट लुकाइयो भन्ने भ्रम। लुकाउनलाई त हुनु पर्यो नि, होइन? रिपोर्ट बनेकै छैन, लुकाइयो भन्ने भ्रम फैलाइन्छ। 6. मन्त्रीसँग समन्वय गर्नु पर्यो। मन्त्रीसँग समन्वय गर्नु भनेको के हो? पत्र लेख्ने, आधिकारिक संयन्त्रबाट सम्पर्क गर्ने, त्यति होइन? विधि र वैधानिकतालाई समन्वय समेतको मान्यता नदिएर के व्यक्तिगत अन्तरङ्ग मात्र खोजेको हो सरकारले? हामीले मन्त्रीलाई पटक पटक पत्र लेखेको, आधिकारिक संयन्त्रबाट सम्पर्क गरेका छौं। थप समन्वय नखोजौं, विधि र जिम्मेवारी खोजौं। प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौं, विकासका साझेदार हौं। हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला। तर त्यसो भन्दा पत्याउने बनाउन, आग्रह पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरी त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो। अनि जति भ्रम फैलाए पनि हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौं। महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन। अहिलेका लागि देशमा आवश्यक सबैभन्दा ठूलो कुरा सुशासन हो, भ्रष्टहरू विरुद्धको लडाईँ हो। सुशासनका लागि जोसँग जुझ्नु परे पनि तयार छु, तर सम्झौता गर्दिन। सुशासन कायम गरेरै छोड्छु।